यो 2083 साल नयाँ वर्षको शुभकामना सबैलाई दिँदै हार्दिक मङ्गलमय शुभकामनाका साथ स्वागत गरे। लसो फेफुल्ला जुजुलप्पा तरेमाम सेवारो। यहाँ यो साउदीमा आएदेखि है होइन, साउदीमा आएदेखि चाहिँ राम्रोसँग सुत्ने ठेगान छेगान के पनि छैन। 14 घन्टा ड्युटी हो, अनि 14 घन्टा ड्युटी हानेर आएर खाना बनाएर खाएर यस्तै छ चलिरहेछ जिन्दगानी। दर्पण छाया मेरो धोको लुगाहरू थियो, अरे धोको लुगा यस्तै हो, अल्छी लाग्छ, कहिले के हुन्छ, कहिले चाहिँ जाँगर लाग्छ। अनि मेन कुरो भने चाहिँ अब निन्द्रै पुग्दैन अचेल त, त्यही भएर निन्द्रा लास्टै प्यारो लाग्छ। कतिखेर आँखा झिमिक्क गरौँ भुक्लुक्क सुतौँ जस्तो नि लाग्छ। तर फेरि आजकल फेरि निन्द्रा भन्दा चाहिँ सपना भन्दा चाहिँ विपना पनि ठिक लाग्छ क्या। किन भन्दाखेरि विपनामा भयो भने रियालिटी देख्न पाइन्छ, सबै कुरा देखेर हेर्न पाइन्छ, हेर्दा मजा लाग्छ। कति बोलेको होला भन्ने जस्तो लाग्छ होला है। एक्लै छु म, छैन मेरो कोही साथी, एक्लै आथी साथी, एक्लै म आथी रुममा एक्लै कराएर थिएँ। के भन्नु गाइज, अब भ्लग्स भिडियोहरू त आउँछ, अब कन्टिन्यू गर्छु, कन्टिन्यू गर्ने प्रयास गर्छु। पहिला पनि 3 वर्ष अगाडि ल म कन्टिन्यू गर्छु है भनेर युट्युब च्यानल खोलेर भिडियो हालेको, खोलेर रेडी बनाएँ, भिडियो हालेँ। एउटा दुइटा भिडियो हाल्ने पछाडि के भयो त्यो म अब यदि पछि चाहियो भने बिस्तारै भनौँला होइन। अहिले चाहिँ म पटाउँदैछु, पटाएर सकिन लाग्यो। अनि अहिले सुत्नु छ। अहिले 1:30 कति बज्यो, दिउँसो हो, नाइट ड्युटी छ क्या। बेलुका 8 बजी जानुपर्छ ड्युटीमा, बिहान 10:30 बजी आउने हो। त्यो बाहेक अरू दायाँ भाइ के छैन, खायो सुत्यो उठ्यो काम गर्यो, यस्तै छ अहिले। आएको भर्खर 5 मिनट जति भयो, आएदेखि त निन्द्रा भन्ने कुरो यति यस्तो लाग्छ कि सुत्नु पाएँ 2-4 दिन त भुक्लुक्क आनन्दले सुत्थेँ म भन्ने जस्तो लाग्छ। काम गर्दा नि मजा आउँछ, तर नाइट ड्युटी मेरो लाइफ मेरो टाइप कस्तो आयो, भिडियो एङ्गल कस्तो छ अब चाहिँ आई डोन्ट नो। सुत्ने तर्खरमा लाग्नुपर्छ फेरि। अहिले सुत्दैन भने बेलुका कामतिर जानलाई गाह्रो हुन्छ। यही हो आजको भ्लग चाहिँ रुमभित्रबाट। यो रुममा, यो चाहिँ मेरो रुम, एक्लै बसिरहेको छु। अहिले गन्थन गर्दै ढिलादो भइसक्यो, तर सुत्न मन चाहिँ लागेको छैन, किनकि भिडियो बनाउन थियो मेरो। भिडियो बनाउँछु भनेर आज धेरै दिन भइसकेको थियो कि, अनि सोचेँ अब चाहिँ कन्टिन्यू गर्नुपर्छ। सो कन्टिन्यू गर्नुपर्छ। अब जसरी भए पनि, अब ढिलाइ भए पनि, जस्तो जे भए पनि बनाएर चाहिँ हेर्छु, हाल्छु, आउँछु भनेर, गर्छु भनेर लागेको छु। सबै अब यस्तो त हो, साथ सपोर्ट माया पाइरह्यो भने त आउने चिज हो। अहिले नै तुरुन्तै त आउँदैन होला भिडियो, अहिले नै अब एडिट गर्नु पऱ्यो। टाइम पनि थोरै छ क्या। बिहान आयो, खाना खायो, बनायो, नुहाइधुवाइ गऱ्यो, लुगा धुयो, गर्दाखेरि टाइम लाग्छ।
अनि सुत्नु परिहाल्यो। अनि सुत्यो पछाडि फेरि उठेर काममा जानु पऱ्यो। काममा गए पछाडि ड्युटी टाइममा फोन युज गर्न पाइँदैन। बिस्तारै आउँछ, हप्ताको एकचोटि भए पनि एउटै भिडियो त हाल्छु होला भन्ने त लागिरहेको छ। अब अहिले चाहिँ सर्ट भिडियोहरू हाल्दैछु, मिनी भ्लग रुमको। यस्तै छ यो मेरो कहानी। पछिसम्म भिडियो खोज्न सक्छु या यति नै भिडियो पनि हाल्न सक्छु। यो भिडियो पछि अर्को पछाडि अर्को हाल्ने छु है त गाइस। यो सबैलाई नयाँ वर्षको शुभकामना। यो वर्ष फलोस् फुलोस् परिपूर्ण होस्। जय नेपाल मेरो देश, मेरो देशमा रहेको सबैजना बासिन्दाहरू, छरछिमेक सबैजना आफन्तहरू, सबैजना दाजुभाइ तथा दिदीबहिनी, बुवा हजुरआमा हजुरबुवादेखि लिएर सबैजनालाई लाल सलाम। सबैजनालाई माया छ। मेरो देशलाई म मिस गरिरहेको छु अहिले। मेरो गाउँ, मेरो देशको बासिन्दा सबैजना यताउता छरेर बसेको छ छरपष्ट भएर। तर बोल्नु त धेरै कुरा थियो। अब बोल्छु, म भन्छु बिस्तारै आउँदै गर्छ गाइस। नआत्तिनु, बिस्तारै चल्दैछ मेरो जिन्दगीको गाडी। त्यत्रो गोपाल वंश, लिच्छापीकाल, किराँती वंश केबाट त मल्ल राजा अल्ल मल्ल भएर जिन्दगीको बाटोमा पृथ्वी गोलो छ। मल्ल राजा अल्ल मल्ल हुँदै देशले अहिले अब बिस्तारै बल्ल जिरोबाट स्टार्ट हुन लागेको छ। डाउन टु अर्थ भयो। अब चाहिँ बल्ल स्टार्ट हुन लागेको छ जस्तो लागिरहेछ मलाई। पहिला अब घोडा रेडी थियो दौडिनलाई महेन्द्र राजाको पालोमा, त्यस पछाडि दौडन सकेन। अब फेरि घोडा रेडी हुँदैछ। अब दौडाउनु पर्छ गाइस। अब त गर्नुपर्छ। सबैजनाले लाइक, सेयर, सब्सक्राइब, कमेन्ट ड्याङ डुङडुङ के हुन्छ ठोक्दै गर्नु होला। भने अझै गर्दैछु। निन्द्र माया मारेको छु गाइस। अब गर्छु म। सबैले माया देखाइदिनु होला भन्दै सी यू सुन।